नन्दमाता देवी गुवानाथ सांस्कृतिक कार्यक्रमका आदरणीय संयोजकज्यू र यो हाम्रो कलालाई संरक्षण गरौँ, रक्षा गरौँ भन्ने उद्देश्यका साथ हाम्रो यो गुवानाथ संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनुभएका हाम्रा आदरणीय अभिभावकज्यूहरू, शुभचिन्तक मित्रहरू, यो कलालाई बाजागाजा मार्फत अझ देश विदेशमा उजागर गरिनुभएका हाम्रा आदरणीय बाजाका टिमका अग्रजहरू लगायत हाम्रो यस कार्यक्रमलाई देश विदेशबाट हेरिनुभएका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूमा रोलमाई विद्यालय गुवा नाचमा आबद्ध देशैभरिका सम्पूर्ण व्यक्तित्वहरूको उच्च सम्मान गर्दछ र यहाँहरू विद्यालयमा आइदिएकोमा विद्यालय परिवार धेरै धेरै धन्यवाद प्रकट गर्दछ र यहाँहरूको सम्मानमा हामीले प्रत्येक वर्ष यहाँहरूलाई सुरुदेखि नै निमन्त्रणा गरेका छौँ र हामी केमा दुखी छौँ भने हाम्रा केही अग्रज व्यक्तित्वहरू विगतमा गुवा नाचमा हामी देखिरहन्छौँ, उहाँहरू बितेर पनि जानुभयो। हाम्रै बगनीमा एकजना विष्टजी उहाँ शेरबहादुर विष्टजी उहाँ चाहिँ संस्थापन कालदेखि आइरहनुहुन्थ्यो, उहाँ चाहिँ दिवंगत भएर जानुभयो। हामी साह्रै दुःखी छौँ। फेरि हाम्रा जति साथीभाइ रहनुभएको छ यहाँहरूले यसलाई कहाँ हाल्नुभएको छ, निरन्तर अगाडि बढाउनलाई लम्किचुवा नगरपालिकाभरिमा यहाँहरू चाहिँ गुवा नाच संस्कृतिलाई जगेर्ना गर्नलाई लागि पर्नु भएको छ। हाम्रो एकजना अभिभावक हुनुहुन्थ्यो, यहाँनिर एकजना बटलाजी, उहाँ चाहिँ अहिले काठमाडौँ हुनुहुन्छ होइन, कदमबहादुर बटलाजी हुनुहुन्थ्यो, सायद उहाँ काठमाडौँ हुनुहुन्छ अहिले, अछामको काठमाडौँ। उहाँको छोरा फेरि निरन्तर हुनुहुन्छ। यस्तै थुप्रै साथीभाइहरू यो समाजमा गुवा संस्कृतिलाई जगेर्ना गर्नलाई लागि पर्नुभएको छ। त्यसैमा हाम्रो विद्यालयले सानो चाहिने गुवा संस्कृतिलाई अझ 2 स्टेप अगाडि बढाउन लागि र यसको रक्षाको लागि हामीले आज शिक्षक र एकजना हाम्रो विद्यार्थी भाइलाई पनि जोडेका छौँ, शिक्षकलाई पनि यस कलामा जोडेका छौँ र विद्यालय तर्फबाट नगद रु 5000 यो गुवा संस्कृति मञ्चको संरक्षण र रक्षा र जगेर्नाको लागि यो कार्यक्रम सहयोगीलाई बुझिदिन हार्दिक अनुरोध गर्छु। हवस् त, धन्यवाद। म विद्यालय परिवारबाट आफ्नो धन्यवाद।